हा अब बल्ल समातियो। ए आज म आफै माछा समातेर पकाएर खानेछु। अन्तिमसम्म हेर्नु होला। पहिले माछा समात्न यो सामान तयार गर्नुपर्छ। ओहो, सजिलो रहेनछ है साथीहरू। यसरी पानीमा बिस्तारै हाल्नुपर्छ अनि वेट गर्नुपर्छ है। हा अब बल्ल समातियो। पहिले यसरी सफा गर्ने अनि काट्ने। अब मसला हाल्छु। सबै राम्रोसँग मिक्स गर्नुपर्छ। अब मध्यम आगोमा बिस्तारै पकाउँछु। हेर्नुहोस् कस्तो राम्रो बनेको छ। एकदम स्वादिलो भयो। तपाईँ पनि ट्राई गर्नुहोस् है। अर्को भिडियोमा के बनाऊ कमेन्टमा भन्नु होला अनि लाइक, कमेन्ट र फलो गर्न नभुल्नु होला।